हेलो, आज चाहिँ हामी नानी बाबु र म चाहिँ तरकारी लिन जाँदैछौँ बारीमा है। हाम्रो चाहिँ तरकारी बारी घरभन्दा मुनि छ नि त, त्यही भएर हामी चाहिँ बारीमा जाँदैछौँ है पुग्न लागि है। पुग्यौँ, यहाँ चाहिँ धेरै थरीको तरकारीहरू छ। केरो, बकुल्ला, मुला, साग, प्याज, लसुन हेर्नुहोस् देख्न सक्नुहुनेछ है। जाँदा जाँदा चाहिँ नानी बाबुले चाहिँ केरो नै समातिहाल्यो है। केरो हरियो केरो मिठो हुन्छ नि त। त्यसपछि मैले पनि खान सुरुवात गरेँ है। केरो चाहिँ खासै छिपिएको रहेन छ तरकारी खानको लागि चाहिँ। खान चाहिँ गुलियो नि त, हरियो केरो गुलियो हुन्छ है। अनि हामीले चाहिँ के अरे खान मन लाग्ने जति चाहिँ खायौँ। केरो खाइसकेपछि चाहिँ मुला उखाल्न थाल्यौँ है। मुला चाहिँ मलाई एकदम मिठो लाग्छ। मलाई चाहिँ काच्चे पनि मिठो लाग्छ, अचार बनाएर खानु पनि मिठो, सलाद पनि मिठो, यसको तरकारी पनि मिठो हुन्छ नि त। अनि मैले उखाले देखेर बाबुले पनि उखाल्नलाई भनेर कोसिस गर्यो। बिचरा धेरैचोटि ट्राई गर्यो है। उखाल्न खोज्छ, उखाल्नै सक्दैन, उसको बलले पुग्दैन। अनि लास्टमा त उसले उखाल्न नसकेर भाँच्योपछि चाहिँ एक छाक जति मैले साग टिपेँ है। साग टिप्दै अब रात पर्न लागिसकेको थियो नि त। अनि त्यही भएर छिटो चाहिँ आलु खने है। आलु चाहिँ नयाँ आलु फेरि एकदम मिठो हुन्छ नि त, घरको त लोकल हो नि त है। आलु चाहिँ जे गरेर खाए पनि हुने क्या, उसिनेर खाए पनि हुने, तरकारी जुनसँग मिलाए पनि मिल्ने, पोलेर खान पनि मिल्ने है। आजको तरकारी चाहिँ हामीले यति टिपेछौँ है। साँझ परिसकेको थियो नि त, त्यही भएर हामी चाहिँ छिटो आयौँ र आजको लागि तरकारी चाहिँ यति रेडी गऱ्यौँ है। थ्याङ्क यू सो मच मेरो भिडियो लास्टमा हेरिदिनु भएकोमा। बाई बाई।